उता अहिले जुत्ता लगाउनु भएको त आजै देखेँ मैले त। अब झिकेर लाउन जाने भएको जुत्ता कपडा केही नभए जस्तै हिँड्ने छ। गर्मीको दही कस्तो अमिलो अमिलो बास्ना छ। के दही हो र? यसो सबै खान्थ्यौँ भनेर तिमीहरू अब हिँड्न लाग्यो। खोइ कान्छो खोइ कति बेर लाग्यो। मुकेश आइज न कति बेर गर्छ। त्यो जुत्ता भित्रैबाट पो लाएर आउँछ त बाहिर लाएर नि त हुन्छ जुत्ता। यो नयाँ जुत्ता नयाँ मोजा कहाँ भित्र फोहोर लागिहाल्छ। ल ल ल बाबु आइज ल आइज तिमीहरू दुवैजनालाई क्या बस्थे त्यहाँ ल। अब तिमीहरू पहिलोचोटि घर छोडेर जाँदैछौ काम गर्न। यसरी पहिला गएको थिएनौ। इमान्दारीपूर्वक काम गर्नु, बेइमानी नगर्नु। आफू गल्ती नगरेपछि कसैले हेप्न पनि सक्दैन। दाजुभाइले एकअर्काको ख्याल गर्नु नि फेरि केही भयो भने खबर गर्नु। त्यो किस्नेले पहिला जे जसो गरे पनि अहिले हाम्रो परिवारको लागि राम्रै गरिरहेछ। काम नपाएर घर बसिराख्या बेला त्यति तलब पाउने जागिर लगाइदिनु पनि राम्रै कुरा हो। यो मौकाको चाहिँ राम्रो सदुपयोग गर है बाबु हो तिमीहरू। जाम ल जान्छ ल जाऊ ल बस है। अब यस्तो अवस्था छ धेरै भिर पाहातिर नजानु, गरमको सामान नबोक्नु। गाह्रो काम नगर्नु। कान्छी पनि जाऊँ न माथि मोटर बाकसमा। ल ल ल खान्छ है अघि पनि भयो 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 हिँड्न ला भन्छ शुभकामना। ल बरा लिने होइन कान्छ। ल भयो भयो आफ्नो ख्याल गर्नु नि फेरि। म बोक्छु। चले यसो ख्याल गर है राम्ररी। ल हुन्छ राम्रो ल जाऊ त जाऊ ल गाडी चोरी गराएर गाडी चोरी चाहिँ आइहाल है अलमा नगरेको। ल जाऊ 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 माथि सगर। ए बाबु राम्ररी गर्नु है तिमीहरू। ल मैले भनिदिएको छु नि फेरि पिर हुन्छ मलाई केही भयो भने खबर गर्नु। गए छोराहरू घर छोडेर छोला बोकेर। धन्न हाम्रा छोराहरू त स्वदेशमै काम गर्नको लागि गएका हुन्। धेरैका छोराहरू यसरी नै ब्याग बोकेर विदेशमा घरको ऋण बोकाएर काम गर्न जान्छन्। उनीहरू बक्सामा फर्किँदा उनका बाबुआमालाई कस्तो हुनुभयो सम्झ त। कस्तो हुन्छ भन्नु खै। आफ्ना छोराहरू झोला बोकेर एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा त मुटु नै खस्ला जस्तो भयो मेरो। ती छोराछोरी बाक्सामा फर्कने बाबुआमाको अवस्था त म त कल्पनै पनि गर्न सक्दिनँ। छोराहरू के निस्के अहिले नि आँसु लागिसक्यो मलाई त। घरै बसेर पनि गुजारा नहुने सधैँ निस्किँदै हुन्थ्यो भन्छु आफै। अब निस्किन पाएको छैन चार पाइला। मनमा यस्तो खोल्न थाल्छ के गरिन् सोच्छु के गर्नु आमाको मन। ल राम्रोसँग जानु, राम्रोसँग काम गर्नु। किन जानु छ? म पनि जान्छु। ए जानु ल राम्रोसँग माथि ल। सन्देश छुट्टिन नि त्यो पनि माथि म बोक्छु नि। ल हुन्छ हुन्छ ल ल शुभयात्रा हजुर।
मुकेश चन्द्रे यसमा नम्बर लेखिदिएको छु त्यहाँ गएर फोन गर्नु नम्बर त मोबाइलमै दियो भने भइहाल्छ मोबाइलमा दियो भने नाम के लेख्छौ त्यही भएर कागज यसो लेखिदिएको मैले त्यहाँ साथीलाई भनिदिएको छु तिमीहरू जहाँ झर्छौ त्यही लिन आउँछ हस् हुन्छ कि धेरै धेरै धन्यवाद है धन्यवाद दिइरहनु पर्दैन कि बरु काम चाहिँ राम्ररी गर बिस्तारै तलब पनि बढाइदिन्छु भनेको छ ख्याल गर्नु नि यताको पिर नगर्नु राम्रोसँग जानु है आफ्नो ज्यानको ख्याल गर्नु चोटपटक लाग्ला अलि होस गरेर काम गर्नु मैले उता भन्दा पनि तिमीले यतातिर सबैको ख्याल गर मुना भाउजूको यस्तो अवस्था छ तिमीले यसो हेल्प गर्नु भिरपाखातिर जान नदिनु गरौँको चिजहरू पनि उचाल्न नदिनु तिमीले यसो सहयोग गर्नु है अनि आफ्नो पनि ख्याल गर मुकेश माइक्रो आयो गयो है सन्देश ल शुभयात्रा गयो ल होइन हौ दाइ के पाराले गाडी चलाउनु भएको ओ दाइ सुन्नु भएन मापासा गर्नु भएको छ है क्या हो खाँचेन भाइ खाँचेन सधैँ यस्तै यार यहाँसम्म गनेर छ त अनि कहाँ गनाउँछ यार मलाई गनाएको छैन तिमीलाई गनाउँछ कहिले सिकाउनु पर्छ मलाई ओ दाइ भने सुन्नुहुन्न मुकेश अर्को गाडीमा चढ्ने हो क्या हो हामी त गलत गाडीमा चढे जस्तो छ एकछिन न दाइ एकछिनसम्म बाटो हेरौँ फेरि त्यस्तै गऱ्यो भने झरौँला अर्को गाडी कुर्न पनि फेरि 1 घन्टा लाग्छ अहिले रक्सी खा जस्तो छ फेरि यस्तो बाटो छ कस्तो भने नसुने त नि ल सन्देश मुना म लागेँ यहीँबाट पिर गर्नु पर्दैन मुना काम एकदम राम्रो छ अब पैसा कमाउँछन् केटाहरूले हस् त धन्यवाद हजुरलाई ल के को धन्यवाद होला फेरि पहिलाको कुरा सबै बिर्सिदिनु है दाइ मैले
खासै त्यस्तो गलत केही गरे जस्तो त लाग्दैन जे भए पनि त्यस्तो केही भएको छैन दाइ म अहिले लागेँ मुना ल कृष्ण ल आरती लाग्यो है त सन्देश ल मुना हामी पनि लाग्छौँ अहिले नानी अब ज्वाइँ कहिले घर छोडेर बाहिर नजानु भएको अब बाहिर जाँदा दुःख त ला होला तिमीहरू दुवैजनालाई ओ लोग्ने मान्छेको जात यसो घर छोडेर बाहिर नगएसम्म कमाइ धमाइ हुन्न चिन्ता नगर है यस्तै हो के गर काम त गर्नै पर्यो ल हामी लाग्यो है हुन्छ नानी ल दिदी के गाह्रो साह्रो पऱ्यो भने फोन गर्ने ल ल ल जाऊ गए तिनीहरू जानुभयो अब पाएको काम राम्रोसँग गरिदिए हुने हो कस्तो गर्ने हुन् गर्छन् अब राम्रै गर्छन् जे हुन्छ अब राम्रै हुन्छ मैले भनेको थिएँ नि हाम्रो घरमा के मिलेको छैन त्यही भएर त पूजापाठ गर्न पूजापाठ गराएपछि यति छिट्टै परिणाम देखिन लाग्यो हेर्नु त मुकेशले काम पायो चन्द्रेले काम पायो अब फेरि पनि जे हुन्छ सबै राम्रो हुन्छ